जाने भनेको कहाँ उतारिदियो 1 घन्टा लगाइदियो एकचोटि ब्रो वेयर वी गोइङ Kailasgiri. कैलाशगिरी बट वी विल ड्रप एट बस स्टप वेयर बस स्टप अनदर बस सो यहाँ चल्दैछ रमाइलो घरमा गाउँ छोड्दा यसो अलिक सास आएको छ अलिक बजार आउँदैछ लेट्स सी व्हाट ह्यापन्स अम्मा हो हामी चाहिँ यहाँ कैलाशगिरी भन्ने ठाउँमा आएका छौँ पट्री हिँड्दैछौँ सर यो चाहिँ टोय ट्रेनको पट्री हो है अब चाहिँ फर्किँदै सी सबै चिन्न स्वामीहरू चढ्न रेडी छन् हामी पनि चढ्न रेडी छौँ राइट सन्दीप We are going to RKB. यस सन्दीप By the way, did you take part in the protest in Sri Lanka? Protest? Yeah, while throwing off your government. No. No. You were in your home. Home. Very bad. Sleeping? Not sleeping. Home only. Okay. Bad. Very bad. Youth going to West. Very bad. त्यहाँ परबाट यो अल्बिना टिम्पल लिएर आएको थियो कि अनि यहाँ के रहेछ भित्रमा भनेर हेर्दाखेरि त कत्रो माछा रहेछ क्या स्क्याम भइरहेको म उताबाट आइरहेको थिएँ यस्तो हेरेर कत्रो माछा के हो यो यस्तो भइरहेको थियो लास्टमा Sea Harrier Museum. अहिलेसम्मको दृश्य देखिन सक्नुभएको होला दर्शक महानुभावहरू हामी अहिले सी ह्यारियर म्युजियममा छौँ यहाँ चाहिँ एउटा डिसमेन्टल्ड सिपको पुरै क्र्युले युज गरेको एभ्रिथिङ सबैलाई म्युजियमको रूपमा राखिएको छ फर पिपल टु सी दिस इज द इजेक्सन सिट सरी आई टच्ड इट सरी इन्डिया आई डिडन्ट मिन टु अफेन्ड यु ओके स्टे देयर सो या यस्तै उस्तै छ हामी हिँड्दैछौँ लक्ष्य वाउ सच अ गुड नेम wow don't blast on me probably made for Pakistan not used right so yeah this was it this was the Sea Harrier Museum so cool ain't it I don't know but yeah end of the day this was cool this was really cool this bad boy used in the Navy for a long time dismantled and kept in this museum served its purpose अंकल जी कति सिरियस हो भर्खर छोरालाई घर पिटेर आस्तो छ यो हेलिकप्टरको त नाक पनि थेप्छे पक्कै नेपालबाटै अर्डर गरे हो धेरै गर्मी भएर पुरै विशाखापट्टनम एसी खाना आएको जस्तो छ अंकल जीलाई हेलो धेरै घुरेर नहेर्नु मलाई डर लागिसक्यो एक्चुअली बोहरा हो झुकेर बोदरा भएको हो यो इन्डियाले जग्गा मिचे जस्तै थर पनि बेच्न थालिसकेछ ले एकपल्ट सानोमा साइन्स प्रोजेक्टमा त्यही गरेको थिएँ कि सुरुमा एउटा खतरा मेसिन बनाउन खोजेँ होइन अनि चलेन के अनि नचलेपछि त्यस कस्तो हेर्दा राम्रो थियो कि अनि लगेर मैले साइन्सको सट्टा आर्टमा राखिदिएको थिएँ जित्दिरहेको के यहाँ पनि त्यस्तै फिल भइरहेको मलाई ठिकै छ वन्दे मातरम न आउरातीमा तातो गले खाउला छातीमा
The support, no one. Congratulations, every effing one. साथीहो म चाहिँ जिन्दगीमा पहिलोचोटि प्लेन बोर्ड गर्न जाँदैछु। यो यात्रुहरूको पारा देखेर मलाई खासै हामी तल अवतरण गर्न त के परेकै कुरा, उड्दा नै उड्दैन जस्तो लाग्छ। यात्रु नै अलिक गाली नदिउँ मैले होस्। हाउ इन्डिया बिल्ड्स इट्स प्लेन्स, गुड जब। I like to salute India's civic sense over here. That's great. Like no one is using their phones. Great civic sense in India. I really like that. But I am a Nepali. I do what they do, right? I follow what they follow. So I won't be breaking the code, I think. Because पशुपतिमा अरूले फोटो खिच्दा हामीले रोक्ने हो, हामीले नै फोटो खिच्यौँ भने अरूले नै फोटो खिच्न पाउनेछन्। त्यही धारणालाई मनमा राख्दै उनीहरूकै लिड फलो गरेर म यो डिजाइन पाकिस्तानलाई बेच्ने तयारी गर्दैछु। कोही पाकिस्तानी बायर्स हुनुहुन्छ भने मलाई सम्झिनु होला। म यसको ब्लु प्रिन्ट पनि बोकेर आफूसँगै आउनेछु। मेरो घर चाहिँ हेटौँडा सानो पोखरा। धन्यवाद। दुश्मन हेरेको हेरै, दुश्मन हेरेको हेरै, दुश्मन हेरेको हेरै, दुश्मन हेरेको हेरै। Sandeep, दुश्मन हेरेको हेरै. What? Means what? Repeat. दुश्मन हेरेको हेरै. हेरेको? Repeat. Sandeep, यति मिसाइल भएपछि त दुश्मन हेरेको हेरै. हेरेको? हेरे. या. हेरेको हेरे. दुश्मन हेरेको हेरै. दुश्मन हेरेको हेरे. Right. Sandeep is great. Mind your head. I should have told this to someone, but that someone is not here. So this is for you, someone. Mind your head. Which? यो तार देखेर बौद्ध रत्न पार्क गर्न मन लाग्यो मलाई. Cold air, Sandeep? Cool. Shout out to my physics teacher for making me understand what pulleys are. युथ चाहिँ यता हुँदो रहेछ साथीहरू. पढौँ राम्ररी पुलिस. सरकारले दिदी दादालाई खाना खान देखाइनुहोस् त निकै पातलो देखिँदै हुनुहुन्छ. यता दिदी पनि यो अङ्कलले छोडेर देखाउँथे. दिदी पनि निकै पातली छिन्. सरकारले यिनलाई खाना दियोस् भन्ने म माग राख्दछु. यसै साथ अङ्कलले डिस्टर्ब गर्नु गरे तैपनि अब यस्तै हो जिन्दगी. ओके, सो द्याट इज माई फर्स्ट इन्टरनेसनल फ्लाइट. ओर्लिन चाहिँ चाँडै हो, यतै ओर्लिएछ, तर यस्तै हो, प्लेन चढियो जिन्दगीमा. नै नर्वे टुरमा गएर यो हप अफ उतै चढ्न पाइयोस्. लामो लाइन त सेन्ट जेभियर्सको इन्ट्रासमा पनि थिएन यार. हामी चाहिँ अब पानी मुनिको ओबानो हेर्न गइरहेछौँ. बाबुबाजेले पानी मुनिको ओबानो गर्थे. के रहेछ भनेको त समरिन भन्न खोजेका रहेछन्. यस्तो प्रोग्रेसिभ हाम्रो बाबुबाजे होइन र. पानी मुनिको ओबानो. वाउ, such a nice way to describe it. Uncle, so what do you know about Nepal? He is tell me about Nepal. POV, guys in her DMs. And she is letting all of them in.